नमस्कार साथीहरू सबैजनालाई। सीता आमालाई चिन्नुहुन्छ नि, मै हो सीता आमा भन्ने। पदम कुमारी थापा नि मै हुँ। पाटे बागु यता र उति हल्लेको हल्ले हुनुहुन्छ होइन, देख्नुभएछ नि। पाटे बागलाई भिडियो राम्रो भन्नुहुन्छ त नि। आज म यति खुसी भएँ कि फोन आयो, टुनुनुनुन फोन आउँछ, फोन उठाउँछु, तपाईँको सामान आइछ भन्छ। के सामान, मैले त कसैलाई केही भनेको थिइनँ भन्छु। अनि के सामान रहेछ भनेर कहाँबाट हो भने त कहाँबाट सामान आयो मेरो, मैले मगाएको थिइनँ भन्दा त झापा बित्ता मठबाट सामान पठाएको रे। अनिखेरि लिन दौडी दौडी गएँ, झन्नै लडिनँ के साथीहरू। त्यो कुनामा म झन्नै लडिनँ त्यो गल्लीमा। अनि मरी ल्याएँ, अनि खोल्छु, यता खोल्छु उता खोल्छु, मरी च्यातिँदैन, उता च्यातिँदैन। के रहेछ भन्छु, बल्ल झिकेँ, यसलाई झिकेँ होइन। यो के पनि बिचरा कति बेरेको है। अब यहाँ के होला त यहाँ भित्र। अब यो भित्र सब खोल्छु, म झिक्छु यसलाई है साथीहरू। हेर्नुहोस् है, अब यो मेरो मायाले हो कि के हो, हेर्नु न यहाँ। ल चाहिँ आइज न है, छिटो कस्तो नाच्यो भने यसरी आइज न। आउँदैन भनेको आफूलाई हेर्न हतार भइसक्यो। यो चाहिँ कति भाउ खोजेर बसेको लु जा। लु हेर्नु त साथीहरू, यहाँ यी मेरी आमै निकै गर्मीमा यो बुढीलाई गर्मी हुन्छ काठमाडौँमा भनेर ल हेर्नुहोस् यति राम्रो पठाउनु भएको छ है। हेर्नु त यहाँ साथीहरू, गर्मीमा लाउने म्याक्सी। ल हेर्नुहोस् यहाँ टप्स पठाउनु भएको। अब मेरो साथीले ल हेर्नु, अझै पनि छ कि के हो, के छ यहाँ, अझै नै रहेछ त हो। के हो यो, के छ यहाँनेरि आमै नि त। यो के छ त यो बट्टाभित्र। लु हेर्नु त यो बट्टाभित्र के छ त यहाँ। ल बित्त मर्देखि यो आमै, ल मायाको चिनो अरे। यहाँ हेर्नुहोस्, मायाको चिनो। यहाँ हेर्नुहोस् त है मेरो फोटोमा। यता हेर्नुहोस्, यहाँ पढ्नुहोस् त, आर्यन सप्लायर्स। यहाँ तल देख्नु भएको छ नि यसरी। यो के को मेरो मायाले हो कि केले होला त। कति माया लागेको त मेरो छोरी समानको मान्छे। अब यो कपमा यो बुढी चिया खाओस् भनेर जाडामा टन्नै कपभरि चिया खान्छे, कफी खान्छे भनेर म खान्छु त, खान्न नि यसमा। यो त मायाको चिनो थपक्क राख्छु, सजाएर राख्ने हो यसलाई। मायाले पठाएको पो त, म त सजाएर राख्ने हो यसलाई। हेर्नुहोस् है साथीहरू, यति यहाँ हेर्नुहोस् यो। ल हेर्नुहोस् मेरो फोटो, यो भएपछि चिन्नुहुन्छ नि तपाईँहरू। ल यहाँ यी आर्यन सप्लायर्स भन्ने। आफूलाई त पढ्न नि आउँदैन, के गर्नु साथीहरू, के भन्छु। अब यो हेर्नु त है, बट्टामा हाली प्याक गरेर, कपको बट्टामा यसमा प्याक गरेर। के माया लागेको हो मलाई। अब म त्यो मरेको दिन मात्रै बिर्सिन्छु होला। यो मलाई उहाँहरूले जतिको पठाए पनि लाख करोडको पठाए जस्तो भयो नि साथीहरू होइन। एउटा मायाले पठाएको भनेपछि, कसैले मायाले दिन्छ भन्ने गुन्द्रुकको झोल पनि मिठो मानेर घिउ र भात, दुध र भात, मासु भात खाए जस्तो हुन्छ नि। मनैदेखि दियो भनेदेखि खाना दियो, टन्न घिउ र भात खानिदियो, भित्र मनले सरापेपछि त्यसलाई लाग्दैन है साथीहरू। तर मलाई पनि यो मायाले उहाँदेखि बित्तामरदेखि, झापा बित्तामरदेखि पठाउनु भएको। ल हेर्नुहोस् यहाँ साथीहरू। अनि अब यस्तो छ होइन। अब म अरू केही गर्न सक्दिनँ। एक कप चिया खुवाउन पाएको भए पनि मेरो आत्माले धन्यवाद दिन्थ्यो होला। चिया खुवाउन पनि म पाउँदिनँ। उहाँहरू कहाँ म कहाँ होइन। एउटा टिकटकमा भेटेर साथी, छोरा छोरी, भाइ बहिनी जस्तो भएर भेट भएर यति गर्नु भनेको यो महान हो कि होइन। उहाँलाई धेरै धेरै धन्यवाद छ है त साथीहरू। ल धन्यवाद। भिडियो लामो भयो होला, लामो भयो नि पुरा भिडियो हेर्दा चाहिँ फुल वाच हेर्नु होला है। रिपोस्ट 5 चोटि कपी लिङ्क गरेर भिडियो हेर्न होला है त साथीहरू। धन्यवाद छ सबैजनालाई। ल